हेलो गाइज, सबैजनालाई स्वागत छ शिशिर मगर ब्लगमा। र आज चाहिँ म तपाईँलाई यता गोठतिर भिडियो बनाएर देखाउनेछु। अनि म चाहिँ भर्खरै काठमाडौँबाट आएको अनि मम्मीलाई खोज्दै यता गोठतिर आएको छु म। अनि दाइ चाहिँ मलाई बिर्कोसम्म लिन जानुभएको थियो अनि दाइसँगै आएँ म। अनि त्यसपछि घरमा आएर यसो मम्मीलाई खोजेको, मम्मी चाहिँ खाना खान जानै बाँकी हुनुहुँदो रहेछ। अनि अहिले चाहिँ 12 बजिसक्यो, मम्मी जानुभएको छैन गोठबाट। अनि त्यही भएर मम्मीलाई लिन आएको है त साथीहरू। अनि भाउजू पनि भर्खरै जानुभएको थियो यता कामहरू सकाएर। अनि बाबालाई पसलमै भेटेँ मैले, बाबा चाहिँ पसलमै हुनुहुन्थ्यो। यहाँ मम्मी हुनुहुन्छ, मम्मी चाहिँ काम गर्दै हुनुहुन्छ है गोठमा। यहाँ चाहिँ हाम्रो बाख्रा राख्ने खोर, यो चाहिँ हाम्रो कुखुरा खोर छ। यहाँ मिजाले मम्मीलाई यहाँ चाहिँ कुखुराको खोरै त यहाँ बच्चाहरू छ। कुरीको काम मम्मीलाई 420 कुखुराको चल्ला नभनेमा। पनि फुलेछ। मम्मी हुनुहुन्छ, मम्मी जताततै गराएपछि यो चाहिँ ठुलोवाला कुखुराको बच्चा। यसले चाहिँ तल पसलमा लगेर काट्ने। कुखुराको मासु चाहिन्छ भने भन्नुहोस्, कुखुरा चाहिँ हामीले होलसेलमा नै बेच्छौँ कुखुराको मासु। अनि विवाहबाट पार्टीको लागि मासु चाहिन्छ भने तपाईँहरूले बाबालाई सम्पर्क गर्न सक्नुहुन्छ। अनि बाबाले चाहिँ पसलमा हेर्नुहुन्छ। चाहिँ हाम्रो मौरीको घार पनि छ। यो चाहिँ हाम्रो बङ्गुर पाठा छुटे। यो सानो पाठा, यो माउ बन्ने हो पछि यो चाहिँ मिजा कुराले मम्मी। यसको चाहिँ 9 पिस है त बच्चाहरू सुतिरहेको रहेछ। यसको मम्मी, यसको 10 पिस सुतिरहेको छ। यो पनि आएर खाएर सुतिसकेको है त। यो चाहिँ कुराले मम्मी 12वटा, यसको 12 पिस। अनि त्यो 13वटा, यो चाहिँ अलिक सानो छ है बच्चाहरू। 13 पिस। मम्मी चाहिँ ठुलो छ। यसले चाहिँ पाउनु बाँकी छ है। यो चाहिँ मम्मी सुतिरहेछ जस्तोले खाएर। यो पनि मम्मी बन्नेवाला छ, त्यो पनि मम्मी बन्नेवाला छ। बिहान बिहान सफा गर्नुहुन्छ। यो चाहिँ के त्यो भागा मम्मी 11 पिस थियो, अहिले चाहिँ 3 पिस मात्र बाँकी छ। बङ्गुरको बच्चा पनि बेच्छौँ है त साथीहरू हामी। बङ्गुरको बच्चा चाहिन्छ भने 60,000मा होला। पाठा 60,000को, पाठी चाहिँ 6,500। यो चाहिँ हाम्रो माक्चबारी है। यो चाहिँ हाम्रो बङ्गुरको र यहाँदेखि उतासम्म 11वटा कोठा छ है त, उता पारिसम्म। उता सेबलको बुट्टा आँखा डाँडाको सेबलको रुख सबैभन्दा अग्लो रुख हो पछाडि राखेको। लोकल लसुन है यो, लोकल आरेक भन्छ हामी, आरेक हाम्रै उत्पादन है यो पनि। कुखुरा हेर्नुहोस् 12वटा बच्चा छ यसको। मम्मी हुनलाई छ, अन्डा छ त्यसको 10वटा। यो भाले चाहिँ बोडीगार्ड है त कुखुराको। मम्मी रेडी हुनुभयो अब घर जानलाई। अब मम्मीलाई दिएर चाहिँ म
घर जाँदैछु। मन के ल चिम्ने नै त वाला जमा दिने आस्कन में दे दिने आस्कन में दे त आस्कन में दे लकी छिम्के होता ल ल त kita kita nun itu cek kita kena dan nu itu mal ke itu lai to ke lah lah ada so saman ganda mana wata ta berbi म मेरोमा घर आइपुग्यौँ साथीहरू हाम्रो फुलै म काठमाडौँबाट आएको झोला बाहिरै छ है चापी दिदीले स्कुल लिएर जाँदो रहेछ अनि मम्मीलाई लिन गएको म झोला सब बाहिर फालेर हिँडे भयो तपाईँलाई मौरी पनि चाहिन्छ भने मौरी पनि छ है त गाइस घरको मौरी आधुनिक कलम हो म दिदीको स्कुल गएर चाबी पनि लिएर आइसकेँ ल त हुन्छ गाइस अब फेरि अर्को भिडियोमा पनि हामी भेट्नेछौँ हुन्छ सबैजनालाई बाई बाई